सबैजनाले पेज नम्बर 43 मा हेर्ने रब्ने आज रब्ने रब्ने भन्नु चाहिँ के हो? रब्ने भन्नु प्राण प्रतिष्ठा, प्राण चाहिँ प्रतिष्ठा गर्ने। जस्तै एउटा मूर्ति त त्यो तामाबाट बनेको चाहिँ एउटा मूर्ति हो नि त, त्यसलाई चाहिँ प्राण ल्याएर हाल्ने के, त्यसलाई रब्ने भन्छ। हिसेबा प्रज्ञाको देवगण ल्याएर चाहिँ त्यहाँ स्थापित गराउने, त्यसलाई चाहिँ प्राण। रब्तु नेपा, रब्तु भन्नुको सधैँको लागि, नेपा भन्नुको सधैँको लागि त्यहाँ बस्न दिने हो नि त। जस्तै अब गुरु रम्बुछीको मूर्ति भयो भने चाहिँ साँच्चैको गुरु रम्बुछीको ज्ञान चाहिँ चित्त चाहिँ ल्याएर गुरु रम्बुछीको प्राण अब जगाउने भन्छ नि त्यो हो नि त। गुरु रम्बुछीको चित्त चाहिँ ल्याएर त्यहाँ हालेर त्यहाँ राख्ने सधैँको लागि रब्तु नेपा भन्नु त्यो। अब हामी जस्तै गुरु रम्बुछीको ज्ञान ल्याएर त्यहाँ हाल्न त सक्दैन, तर हामी चाहिँ के हो एउटा आस्थाले गर्ने हो नि त। आस्थाले गरेपछि अब आशीर्वादले चाहिँ त्यो हुन्छ भन्ने कुरा हो होइन। हो त्यो रब्ने भनेको त्यो मूर्ति रब्ने गरे पनि थाङ्गा रब्ने गरे पनि त्यही हो नि होइन। हो रब्ने। अब यहाँ हेर्ने रब्ने गर्दाखेरि सुरुमा हामीले के गर्नु, चामलहरू के हुन्छ फुलहरू तयार गर्नु पऱ्यो चामल है। अब यो हामीले लुम्दा रब्ने गर्दा नि यही हो, अब थाङ्गा रब्ने गर्ने, मूर्ति रब्ने गर्ने। अब यो सबभन्दा छोटो रब्ने चाहिँ यो एक पानाको छ। योभन्दा छोटो चाहिँ अनि हे धर्म हेतु प्रभाव हेतुदेखि गर्दा आया त्यही हिजो अम्बदी महाश्रम भनेको छ त्यो मन्त्र मात्रै। अनि लामो रब्नेहरू धेरै छ, लामो रब्नेहरू गुरुहरू गर्ने। योभन्दा लामो रब्ने ट्रेमे भन्ने चाहिँ अब धेरै प्रकारको रब्नेहरू हुन्छ। यो चाहिँ अब छोटोमा है। यहाँ हेर्ने छोक्चुना भन्ने चाहिँ छोक्चुना सुबे साङ्गेताङ झाँचुप स्याम्बा थम्चे दागला गौसु सोल भने चाहिँ नि त। छोक्चुना भनेको अब छोक भन्नुको दिशा, चु भन्नु 10 दिशामा भनेको छोक्चुना 10 दिशामा भनेको। छोक्चु भनेको 10 दिशा, छोक भनेको दिशा, चु भनेको 10, ना भनेको 10 दिशामा, सुबे भनेको बस्नु भएको है। साङ्गेताङ बुद्ध र झाँचुप स्याम्बा बोधिसत्व, थम्चे सबै, दागला मलाई, गौसु सोल मलाई के गर्नुहोस्, अनुकम्पा गर्नुहोस् अथवा मलाई सुन्नुहोस् भनेको। दागला गौसु सोल मलाई हेर्नुहोस्, मलाई सुन्नुहोस् भनेको जस्तै। यसै भनेको जबसम्म, नाम्खे थर्दाङ न्याम्बेस जबसम्म, नाम्खे आकाशको अन्त सम्मान भनेको है। थर्दाङ न्याम्बा भनेको आकाशको अन्त सम्मान, अनन्त आकाशको सम्मान भनेको। आकाश यहाँसम्म भन्ने छ छैन नि। आकाश जहाँसम्म फैलिएको छ त्यहाँसम्म प्राणीहरू फैलिएको छ, र जहाँसम्म प्राणीहरू फैलिएको छ त्यहाँ कर्म र के हो क्लेश फैलिएको छ, र जहाँसम्म कर्म र क्लेश फैलिएको छ त्यहाँ दुःखले व्याप्त छ हुन्छ नि। नखे गर्ख्याप सम्झेङ ख्याप, सम्झेङ गर्ख्याप लेदा न्यामोङ्गी ख्याप, लेदा न्यामोङ्गी गर्ख्याप धुमल्की ख्याप भन्छ है छुभित्र। त्यसकारण चाहिँ आकाश व्याप्त सेम्चेन भनेको प्राणी, आकाश रूपी प्राणीहरू चाहिँ मिनेबे न्याङ्गले देवेश, मिनेबे न्याङ्गले देवा भनेको चाहिँ बुद्धको स्थानमा साङ्गीकी सिंहम। मिनेबे न्याङ्गले देवा भनेको चाहिँ यो संसारमा नरहेर के भन्छ परम सुखमा स्थापित नभएसम्म, प्राणीहरू जबसम्म बुद्धको ज्ञान प्राप्ति हुँदैन, प्राणीहरू जबसम्म दुःखबाट मुक्ति हुँदैन तबसम्म भनेको न्याङ्गले देव। साला भनेको चाहिँ भुवनमा, बुद्धको भुवनमा मासकी पुर्तो त्यहाँ स्थापित नगरेसम्म, त्यहाँ नराखेसम्म मैले हो, त्यहाँ नराखेसम्म गेलवर्णम बुद्धहरू भनेको है। गेलवर्णम बुद्धहरू न्याङ्गले मितावन तपाईँहरू पनि परिनिर्वाण नलिएर त्यहाँबाट सुख सुसोस्। यो तपाईँहरू पनि परिनिर्वाण नभइकन अनि स्थिर रूपमा बस्दिनुहोस् भनेको। जबसम्म प्राणीहरू दुःखबाट मुक्त भएर बुद्धको स्थानमा पुग्दैन तबसम्म बुद्ध तपाईँहरू पनि के हो स्थिर रूपमा यहाँ परिनिर्वाण नलिएर न्याङ्गले मादेने र साङ्गीत त्यसो न्याङ्गले मादेने साङ्गीत सम्झन थम्जे न्याङ्गले देव साङ्गीको सल्लाह मागेको पर्दो साङ्गीत ख्या नाम ज्ञान न्याङ्गले मितावर त्यहाँबाट सुख सुसोस् र तपाईँहरू पनि विराजमान हुनुहोस्। ख्याबाट दुयाङ भनेको विशेष गरेर कुसुम थुकितेन भनेको है। कुसुम थुकितेन के हो, काया वाका चित्तको आश्रय। कुको देन के हो, मूर्तिहरू थाङ्गाहरू। सुङको देन के हो, छेहरू बुद्धको छेहरू। थुकको देन के हो, छोर्देनहरू। कुसुम थुकी देन भनेको यो लुङ्दाहरू पनि कुसुम थुकको देन हो। आश्रय भनेको देन चाहिँ आश्रय
प्रतिनिधि भन्छ नि प्रतिनिधि तपाईँलाई प्रतिनिधि भन्ने थाहा छ नि प्रतिनिधित्व गर्छ भन्छ नि जस्तै तपाईँले पाहुनाले बोलाएको छ तपाईँ जान सकेन भने तपाईँको साथै एउटा मान्छे बोलाउनु पऱ्यो त्यसलाई प्रतिनिधि भन्छ नि बुद्धको प्रतिनिधि कसले गर्छ बुद्धको मूर्तिहरूले गर्छ बुद्धको भजनको प्रतिनिधि केले गर्छ बुद्धको छेहरूले गर्छ धोमाङ होइन प्रज्ञा पारमिताको सूत्रहरू जति हुन्छ नि बुद्धको वचनहरू त्यसले गर्छ बुद्धको चित्तको प्रतिनिधि केले गर्छ छोड्दैनहरूले थुकिँदैन हो कुसुम थुकिँदैन त्यही कारण घरमा पनि मूर्ति छेड अनि एउटा छोडिदिनु भएपछि होइन बुद्धको चाहिँ के पुग्यो शरीर वचन मन सबै पुग्यो भन्छ नि त काया भएका चित्तको आश्रय कुसुम थुक्दैन भन्नु त्यो हो नि त खास कुइतेन कुण्डा सुङ्गितेन त छेडले बम थुकितेन दि अनि छोड्दैन छोड्दैन ठुलो राख्न नसके पनि एउटा छासा राख्यो भने छोड्दैन भयो कि झन् ठुल्ठुलो छासामा त एउटा छासामा 108वटा छोड्दिनु हुन्छ हो त्यस्तो हुन्छ ख्यापट दुई विशेष गरेर कुसुम थुकितेन भनेको बुद्धको शरीर वचन मनको आश्रय दिनम भनेको यिनीहरू भनेको अब हामीले रप्ने के गर्न लागेछ कुसुम थुकुतेनको जिसी जुङ्गासी नेबे मासिके पर्दो जिसी भनेको जबसम्म है जबसम्म जुङ्गासी भनेको 4 महाभूतले जुङ्गासी भनेको के हो आगो पानी हावा माटो यो संसारको कुराहरू सबै केले ध्वस्त पार्छ आगे आगोले ध्वस्त पार्छ आगे पानीले ध्वस्त पार्छ आगे हावाले ध्वस्त पार्छ आगे माटोले ध्वस्त पार्छ जुङ्गासीको नेपालमा ओ जबसम्म बुद्धको काया वा चित्तको जुन पनि आश्रय छ तिनीहरू चाहिँ जबसम्म 4 महाभूतले चाहिँ 4 महाभूतको चाहिँ के हो प्रभावले नेबे भनेको त्यसको हानि नोक्सानले मासिकी पर्दो जबसम्म नष्ट हुँदैन तबसम्म त्यहाँबाट सुसु तबसम्म स्थिर रूपमा चाहिँ तपाईँ विद्यमान हुनुहोस् भनेको है दुकी वाङ्गे कल पाक्सम सिङ यहाँ सिकिसकेको त दुसरे लेप्सम्म त सामा डोएर छोड्दै हिँड्न सिक्डोगुरे कुहिना जिक्डोगुरे र हिँड्न यहाँ त झुवा सिक्नु नेपाल मालेपले गर्दा खेल्नमा चाहिँ कोसौँ थोके त्यहाँबाट सुसु सोल सहिता मासुको राम्रै जिगो होला दुसरे आउँदो झुवा सिक्नु नेपालले आउँदो त मासुको ग्योप थोको मारे कोसौँ थो हिँड्न डोएर र हो त्यसो दिन धेरै रम्ने यहाँ दिबाट चिपो जिगोहरू भन्छ है जब 4 महाभूतको प्रकोप थाहा छ नि प्रकोप भनेको के हो भूकम्प आउँछ हावाहुरी आउँछ होइन आगो लागि हुन्छ पानीको सुनामी आउँछ त्यसले त सबै नष्ट गर्छ नि त जबसम्म यो 4 महाभूतको प्रकोप आउँदैन तबसम्म बुद्धको काया वा चित्तको आश्रयहरू पनि स्थिर रूपमा विद्यमान हुनुहोस् भनेको बुद्धको छोड्दैन भयो भने घुम्बा भयो भने मूर्ति भयो भने छे भयो भने त्यतिसम्म हो प्रकृति प्रकोप नआएसम्म हो 4 महाभूतको हानि नोक्सान नआएसम्म त्यो आएपछि सबै जान्छ छे भयो भने जलेर जान्छ घुम्बा छोडिदिन्छ बौद्ध जस्तो त भूकम्प आउँदो बत्तिएर होइन माथिको सबै चर्क्यो नि त त्यस्तो हो त्यही कारण यिनीहरू पनि के हो जबसम्म 4 महाभूतको प्रकोप आउँदैन तबसम्म स्थिर रूपमा विराजमान हुनुहोस् भनेर चाहिँ राख्ने गरेको हो नि त हो त्यो त्यहाँबाट सुक्ने ज्ञान स्थिर रूपमा रहेर पनि स्थिर रूपमा रहेर मात्रै काम छैन नि रहेर के गरोस् त भन्दाखेरि त्यो बुद्धको कायाको प्रतिनिधि वाकाको प्रतिनिधि चित्तको प्रतिनिधिले चाहिँ के गरोस् त भन्दाखेरि यहाँ कामना गर्छ त्यहाँबाट सुक्ने ज्ञान स्थिर रूपमा रहेर दादा सम्झ्यान नामलास म र थाहे सम्झ्यान नामला म र अनन्त प्राणीहरूलाई चोक्दा थुमोङ किङ्गोटु माल्यु बच्चा सोल भनेछ यो छोक्दा थुमोङ सिद्धि भनेको सिद्धि आशीर्वाद छोक भनेको बुद्धको ज्ञान भयो थुमोङ भनेको चाहिँ साधारण सिद्धि र असाधारण सिद्धि भन्ने 2 प्रकारको सिद्धि हुन्छ असाधारण सिद्धि चाहिँ बुद्धको ज्ञान हो साधारण सिद्धि भनेको चाहिँ अरूको मनको कुरा थाहा पाउन सक्ने उडेर हिँड्न सक्ने होइन हो त्यस्तो खालको अनेक प्रकारको शक्तिहरू हुन्छ हो त्यो 8 प्रकारको थुमोङ किङ्गोटु थे भन्छ 8 प्रकारको सिद्धिहरू हुन्छ हो त्यो चाहिँ के हो 14 सोल हामीलाई दिनुहोस् म र सबै प्राणीहरूलाई चाहिँ तपाईँहरूले बुद्धको काया वा चित्तको आश्रयहरूले चाहिँ म र संसार सबै प्राणीहरूलाई चाहिँ प्रदान गर्नु हो त्यो प्रकारको सिद्धि चाहिँ भनेर कामना गरेको 14 सोल त्यसपछि ओम हे धर्म हेतु प्रभाव हेतु दिख्यान तथा गर्दो हे बन्द तीक्षण यो निरोध एवं वादी महाश्रमण सोह भनेर यो यतिखेर चाहिँ चामल छर्ने है ओम हे धर्म घन्टी बजाउँदै कहिलेकाहीँ तपाईँहरू पनि एकदम ठुलै लामा सुध गरेर गरिदिनु न हे धर्म हे प्रभाव चामल चाहिँ कोल्याउँछ एकजना सामान लगाउने अनि खोर्सानीको चुस्तो टोपी लगाएर चाहिँ एउटा सेतो साबल बेलेर होइन
चामल एकदम सामान लगाएर अनि टक्कै अगाडि साङ बालेर के हुँदैन गर्दाखेरि पनि अरूको चाहिँ गर्नु भएन आफ्नो मात्रै मिल्यो आफ्नो गरेको चाहिँ आजकल कोही कोही धेरै चाहिँ के विकृति देख्यो भन्दाखेरि स्वयं शिक्षा लास्टमा पूजापाठमा हिँड्नको लागि सिक्ने कि त्यस्तो पनि हुन्छ कोही अनि गुरु भन्दा पनि गभर्मेन्टले आफै सबै जाने जस्तो गर्ने हामीले सिक्ने चाहिँ के कारण भन्दाखेरि अब राम्रोसँगै शिक्षा दीक्षा लिएर एकदम पोक्त भयो भने गयो पनि फरक पर्दैन छामन्याम्बाहरू गरेर राम्रोसँग होइन जाँदा पनि फरक पर्दैन तर मेन चाहिँ आज यसरी साधना गरेको चाहिँ आफै ज्ञान लिनलाई हो नि त आफै जीवनमा साधना गर्नको लागि सिकेको नि हामीले यो कमाउनुको लागि आर्थिकको लागि होइन नि त आफै साधना ज्ञानले अब कहिलेकाहीँ लामाहरू नपाउने समय पनि आउँछ नि त गाह्रो हुन्छ नि त होइन लोसारको बेलामा अब मेरो घरमा आइदियो न आज मेरो लोसारको लुङ्गा लाउन मन पनि लागेको छ रप्ने गर्ने आउँदैन लामाले बोलाउनु पऱ्यो लामा मेमे भ्याउँदैन हुँदैन है भोलि पर्छ भन्छ मेरो यहाँ 15 ठाउँमा जानुपर्ने छ 20 वटा ठाउँमा लुङ्गा लाउनु पर्ने छ आवाज परेन त त्यस्तो समयमा चाहिँ अब आफूले पनि लाउन पायो छिमेकीको पनि गरिदिने के हुन्छ होइन फेरि रातो टोलको पर्सेन्टेज चाहिँ नलाउने त्यो मान्छेले फेरि फेसबुकमा हालिदियो भने बर्बाद हुन्छ जेउस जिस्किएको है जेउस यतिखेर चाहिँ यो धर्ममा यो प्रभाव भनेर चाहिँ चामल छर्ने चामल फुलहरू रप्ने हुन्छ यो रप्ने गर्ने मन्त्र हो 3 पटक जप्ने 3 पटक गरिनु हुन्छ जति अब 108 पटक यो जबे पनि हुन्छ फरक पर्दैन जेउस यो धर्म हेतु प्रभाव घामङ दा भन्ने कुनै ठाउँको घामङ हो यो धर्म हेतु प्रभाव हेतुदेखि तथागत हायामा तीक्ष्ण जैनहरू देवम बदेमा छ हामीले मालाहरू पनि यसले रप्ने गर्ने हो आफ्नो मालाहरू भन्न त माला अधिष्ठान गर्ने मन्त्र अर्कै छ अमृतजरे भन्ने प्रभावदायी छ माला आफ्नो मालालाई झिलप कसरी गर्ने भन्ने कुरा पनि तल आउँछ तपाईँले सिकाउँछु म जप गर्नुभन्दा अगाडि मालालाई झिलप गरेर जप गर्नुपर्छ त्यस्तो पनि छ है त्यसपछि माला एकदम शक्तिशाली हुन्छ त्यो अलिक तल आउँछ मन्त्र जप्ने ठाउँ छ नि यहाँ भगवान्को फोटोको ठाउँ यो सब यतिखेर चाहिँ चामल छरेर रप्ने गर्नु पऱ्यो अनि त्यसपछि दिर्ने त्यन्ता लेन्जिक्दु खोरवा सेतु सुग्ने ज्ञान नेमे छेदा वंचुदा चोनम लेबर चप्दु सोल ओम सुपादिष्ट व्यञ्जरे स्वा यतिखेर चामल छर्ने पछाडि नै दिर्ने त्यन्ता लेन्जिक्दु भनेछ नि यहाँ दिर्ने त्यन्ताङ भनेको आश्रयहरूसँगै खोरवा सेतु सुग्ने ज्ञान जबसम्म यो संसार रहन्छ तबसम्म के हो विद्यमान भएर है प्रवासित सुने नेमेछ त आउँछु त प्राणीहरूलाई तपाईँहरूले चाहिँ अनि स्थिर तपाईँहरूले चाहिँ विद्यमान भएर जस्तै त्यो एउटा मूर्ति भए पनि एउटा साङ्गीको छुए भए पनि एउटा छोड्देन भए पनि त्यो विद्यमान भएपछि के भन्छ प्राणीहरूलाई सुख शान्ति हुन्छ नि त एउटा लुङ्दा भए पनि लुङ्दा हिँडे साङ्गी त कुसुन्दुको त्यहाँ रह्यो त छामा दिएर छ एउटा लुङ्दा भयो भने के हो त्यसमा बुद्धको सबै पुगेको छ नि त शरीर वचन मन सबै पुगेको छ नि त्यसमा बुद्धको आश्रय सबै पुगेको छ नि त एउटा लुङ्दा भयो भने पवित्र हुन्छ हो त्यो भयो भने अनि प्रवासित छुने यहाँ जबसम्म यो संसार रहन्छ तबसम्म तपाईँहरू रहेर अब सबै रहन्छ रहँदैन नि त रप्ने गर्दै यसरी गर्नु पऱ्यो नि त है तबसम्म रहेर चाहिँ नेमे छेदम नेमे भनेको निरोगी प्राणीहरूलाई निरोगी बनाएर छेदम आयु लामो बनाएर पङ्चुकदम अधिकार सम्पन्न बनाएर छोकनम लेखपट चल्दो सिद्धिहरू उत्तम सिद्धिहरू राम्रोसँग दिनुहोस् हामीलाई प्रदान गर्नुहोस् भने चाहिँ ओम शुभ तिष्ठ व्यञ्जन सुहा शुभ भनेको राम्रो शुभ मङ्गल भन्ने कुरा तिष्ठ भनेको चाहिँ के हो स्थापित भएर व्यञ्जन सुहा वज्र जस्तो रूपमा चाहिँ स्थापित भएर बस्नुहोस् भनेर अनि हामी सबै प्राणीहरूलाई चाहिँ रक्षा गर्नुहोस् आयु लामो बनाइदिनुहोस् निरोगी बनाउनुहोस् होइन दीर्घायु बनाउनुहोस् सम्पन्न बनाउनुहोस् भनेर चाहिँ त्यसरी कामना गरेर चाहिँ अनि यो चामल छर्ने हो यतिखेर ओम शुभ तिष्ठ व्यञ्जन सुहा यतिखेर घन्टी बजाउँदै छर्ने घन्टी छ भने राम्रो बजायो भने त्यसपछि के भने चाहिँ यहाँ है छिल्ने नाम्दा कोसुङ थुक ह्यान्डेन माल्यो क्या छेवा सेङ्बा नाम्ला झिङ्गिलो त्यहाँदेखि चौधो गिर्बेटा सिसो भनेको के भनेको चाहिँ अब बोलाएको है छिल्ने नाम्दा कोसुङ थुक छिल्ने नाम्दा विशुद्ध प्राणीहरूको विशुद्ध बुद्धहरूको लीला भनेको छिल्ने नाम्दाक भनेको नबरतापा विशुद्ध छिल्ने भनेको लीला कोसुङ थुक बुद्धहरूकै लीला हो नि त बुद्धहरू अहिले हामीले दर्शन नपाए तापनि उहाँहरूको प्रतिनिधि गरेको उहाँहरूको सुङ उहाँहरूको काया वाका चित्तको चाहिँ आश्रयहरूले हामीलाई चाहिँ आशीर्वाद दिएको छ हाम्रो मनमा श्रद्धा उत्पन्न गर्न मद्दत गरेको छ उहाँको त्यहाँहरू बुद्धको काया वाका चित्तको के हो बुद्धको मूर्ति नभए हामी बुद्ध कस्तो थियो भने कसरी सम्झिने त होइन गुरु रम्बुजीको मूर्ति नभएको गुरु रम्बुजी यस्तो रहेछ भने कसरी थाहा पाउने हामीले उहाँहरू नाम्ताको ढ्याम्बा भन्छ नि उहाँहरू सम्झेर उहाँहरूको प्रतिबिम्ब मूर्ति फोटो थाङ्गा फोटोहरूदेखि दर्शन पाउँदाखेरि हामी गुरु रम्बुजी भनेको यस्तो पो रहेछ है आफ्नो मनमा सम्झिनलाई सजिलो भयो आस्था गर्नलाई सजिलो भयो भावना गर्न सजिलो भयो नि त
हो त्यही कारण त्यो भन्नुभयो छिल्ने नम्दा कुसुङ बुद्धको चाहिँ के विशुद्ध लीला कुसुङ थुक काया भएको चित्त हेर्दै मालु ज्ञान छ गुण चाहिँ एकदम के हो बृहत गुण भएको बुद्धको सबै गुणहरू त्यसमा पुगेको होइन सेङ्पा नामलाई जिङ्गिनुहोस् बनाउनेहरूलाई स्थापना गर्नेहरूलाई चाहिँ आशीर्वाद दिनुहोस् भनेको है सेङ्पा नाम त्यहाँ चोक्दो गिरबेटा शिशु अब बुद्धको काया वाका चित्तको आश्रय छ नि कुसुङ थुक त्यहाँ हो ती हाने चोक्दो गिरवा छ नि खै चोक्दो गिरवा चासिम्बो पवित्र हुनुको लागि चाहिँ पवित्र होस् शुभ मङ्गल होस् भनेर चाहिँ कामना गरेको त्यहाँ चौधो गिरबेटा शिशु यसरी राख्ने गरेपछि अनि मूर्तिहरू बोल्ने ठाउँ ठाउँमा मूर्तिहरू हिँड्ने त्यस्तो भएको छ नि त उहाँहरू जीवित भयो नि त हामीले राख्ने गरेपछि मूर्तिहरू जीवित हुन्छ कुनै कुनै ठाउँमा मूर्तिको अनुहार पनि फेर्छ मसँग गएको एउटा गुरु रम्बुजीको मूर्ति छ पहिला उता पुरानो संस्थामा राखेको थिएँ मैले 24 इन्चको ठुलो गुरु रम्बुजीको मूर्ति छ कि पुरै क्रोधी आँखा पनि पुरै रिसाएको क्या ठुलो ठुलो अनि त्यहाँदेखि अब त्यहाँ त सधैँ छेपाहरू हुँदैन किन भन्दा म सधैँ बस्दैन अफिसमा होइन कहिलेकाहीँ महिनामा पनि बन्द हुन्छ त्यहाँदेखि मैले त्यहाँबाट उता घरमा लगेर कोठामा लगेर छेस्याम बनाएर अब त्यहाँ त बत्ती पानी छेपा हिँड्छौँ त कहिले पनि टुट्दैन अहिले पुरै हँसिलो भएछ मुस्कान अनि अस्ति त्यही मूर्ति मैले किनेको त्यो मूर्ति बेच्ने मान्छे चाहिँ आयो क्या अनि के हो गुरु यो मूर्ति त अर्कै भएछ त अहिले त आमामा के हो भन्दैछ क्या पहिला उसको ठाउँमा त पुरै रिसाएको थियो र अहिले त पुरा हाँसेर बसेछ भन्दै थियो यसरी चेन्ज हुन्छ नि राख्ने गरिसकेपछि सुङहरू राम्रो हाल्यो भने मूर्ति नै अनुहार चेन्ज हुन्छ परिवर्तन हुन्छ त्यस्तो आशीर्वाद हुन्छ कि किन भन्दा अब जीवित आएर प्राण आएर बस्यो नि त त्यसमा प्राण प्रतिष्ठा भनेको त्यो हो नि त गुरु रम्बुजीको मूर्ति हो भने गुरु रम्बुजीको साँच्चैको प्राण ल्याएर त्यहाँ हालेको हो नि त अनि जीवित गुरु रम्बुजी भयो नि त गुरु रम्बुजी स्वयंले पनि म र मेरो मूर्तिमा फरक छैन तिमीहरूले चिन्यो भने म तिमीहरूको घर-घरमै छु तिमीहरूको घर-घरमै मणिरत्न छ चिन्यो भने जे चाहेको छ कामना गरेर प्रार्थना गरेर भन्नुभएको छ नि त हो त्यस्तो त्यही कारण त्यहाँ चौधो गिरबेटा शिशु त्यहाँ चौ दिसिङ गेवा अब यो त गोवा हो भन्नेमा त्यहाँ चौ दिसिङ गेवा अब त्यहाँ चौक उत्तम आश्रय त्यहाँ चौधो गिरवा दिसिङ यो बनाएको यो स्थापना गरेको पुण्यले ठाउँमा डोटु माल्युबास मातापिता रूपी सबै प्राणीहरू कुनै ज्ञापेको हुन् सर्वज्ञ बुद्धको स्थान निर्वाहित थोकियो छिटै प्राप्त होस् सर्वज्ञ बुद्धको क्षेत्र बुद्धको स्थान चाहिँ निर्वाहित शीघ्र छिट्टै थोकियो प्राप्त होस् भनेर चाहिँ कामना गर्छ मिगिर्लुङको कुइटा शिशु भने चाहिँ यहाँ ढुक्चु सुङ्गी ठाउँ याबे कुसुङ थुकिटा शिशु अब बुद्धको काया चाहिँ के हो मिगिर्लुङको कहिल्यै परिवर्तन नहुने सुमेरु पर्वत जस्तो बुद्धको काया है मिगिर्लुङको कुइटा शिशु कायाको शुभ मङ्गल होस् है साङ्गेको कुइटा शिशु यहाँलाई ढुक्चु सुङ्गेटा बुद्धको वचन चाहिँ के हो यहाँलाई ढुक्चु भनेको चाहिँ बुद्धले एउटै भाषाबाट प्रवचन गरे पनि 60 जातको प्राणीहरूले आफ्नो आफ्नो भाषामा धर्मदेशना सुन्छन् त्यस्तो हो हुनु त मैले के हो बुद्धमा हो भने मैले एउटा भाषामा प्रवचन गरिरहेको छ बाँदरले बाँदरको भाषामा सुनिरहेको छ चराहरूले चराको भाषामा सुनिरहेको छ यो संसारमा जो प्राणीहरूले सुने पनि सबै प्राणीहरूले आफ्नो आफ्नो भाषामा सुन्न पाउने अहिले हाम्रो त्यस्तो छैन नि मैले नेपालीबाट प्रवचन गरिरहेको छु टिबेटियनहरू आएर सुन्यो भने बुझ्दैन टिबेटियनको लागि टिबेटियनमै बोल्नु पऱ्यो एउटा कुइरे आइपुग्यो भने टक्लकै आइपुग्यो कुइरेलाई फेरि इङ्ग्लिसबाट बुझाउनु पऱ्यो होइन त्यसै एउटा बाँदर जलमा आयो भने बाँदरलाई फेरि अब कसरी बुझाउने त्यो थाहा छैन तर बुद्धले चाहिँ एउटै भाषामा बोले पनि सबै भाषा प्राणीहरू आफ्नो आफ्नो भाषामा सुन्ने कि असम्य छ नि बुद्धको वचन त्यस्तो हो कि हो बुद्धको वचन त्यस्तो हो त्यही कारण बुझ्छौँ कि टाँसेछु बुद्धको वचनको पनि शुभ मङ्गल होस् भने उता होइन बुद्धको वचनको शुभ मङ्गल चाहिँ यता होस् भनेको अब जे होस् है थाडल डेमे थुकी टाँसेछु होस् अब बुद्धको चित्त भनेको त्यो थाडल अनन्त रहित बुद्धको चित्तको सीमा ज्ञानको सीमा यहाँ भन्ने छैन नि त सीमै छैन नि त अब झिमे भनेको चाहिँ अब झिमा मेपा यमोङ किन थम्जे न डबे जिमसे कि त झिमा मेपा सानीको थुक्दिरो हो झिमे थुकी टाँसेछु होस् विमल भनेको झिमे भनेको चाहिँ मैलो नभएको विमल मल नभएको विमल हो चित्तको चाहिँ शुभ मङ्गल होस् ज्ञानवे कुसुङ थुकी टाँसेछु बुद्धहरूको काया वाका चित्तको चाहिँ शुभ मङ्गल होस् उहाँहरूको काया वाका चित्तको आज स्थापना गरेको प्रभावले चाहिँ यो ठाउँमा बुद्धको काया वाका चित्तको आशीर्वाद पाओस् यो ठाउँमा बुद्धको काया वाका चित्तको शुभ मङ्गल होस् भनेर चाहिँ यसरी कामना गर्ने त्यसपछि टाँसेछु भन्यो त्यसपछि अब चिया खाजा के छ अब ल्याऊ भन्ने त्यसपछि सक्यो होइन कति रमाइलो छ है ल यस्तै हो अब राम्रै गर्ने भनेको त्यस्तै हो